हेलो नमस्ते साथीहरू। आज फेरि म धेरै पछि भ्लगमा आइसकेको छु। हाम्रो चाहिँ यहाँ ठुलमम्मीहरूको मकै काट्न आएको। आज चाहिँ फेरि खेतमा काम गर्नलाई सुरुवात पनि भइसकेको छ। यस्तो दामी छ मकै पनि, आमामा। ल हेर्नु है साथीहरू, ल कसलाई चाहिन्छ यहाँ सम्पर्क गरिहाल्नु है। हाम्रो मकै चाहिँ यति धेरै छ नि। अनि हामी चाहिँ यहाँ, हेलो मेरो श्रीमानजी हुनुहुन्छ, नमस्ते। अनि यता ठुलमम्मी, यता मायालु पनि हुनुहुन्छ, बसेर काम गरिरहनु भएको छ यहाँनिर। ल साथीहरू बिस्तारै काम गर्दै गरौँ है त। ल अब चाहिँ साथीहरू, मेरो यहाँ घरको सबैभन्दा ठुलो जेठानी दिदी पनि आइसक्नु भएको छ। हेलो गरिदिनुहोस्। सबसे ठुलो जेठानी दिदी हाम्रो होइन। अनि त्यसपछि हामीले यत्रो धेरै काम गरेपछि अनि बल्ल आउनु भएको छ। ल हेर्नु साथीहरू, अल्छिनी जेठानी दिदी हो यी, सबसे ठुलो मान्छे। अनि त्यसपछि काम गर्न चाहिँ ढिलो आउने है साथीहरू। साथीहरू यति धेरै घाम भइरहेछ, हामीलाई चाहिँ घामले पोलिरहेछ। अनि काम चाहिँ गरिरहेछ। कसैले मकै काटिरहनु भएको छ, कसैले भाँचिरहेछौँ। अनि हाम्रो बुढाले पानी लिएर दिनु भइरहेछ उताबाट, धेरै तिर्खा लागिसकेको छ। अनि यतातिर दाइहरू हुनुहुन्छ, दिदी आमाहरू हुनुहुन्छ पछाडि, कोही चाहिँ काटिरहनु भएको छ। अनि म चाहिँ यहाँ बसेर मकै भाँचिरहेको छु साथीहरू है। यस्तो घाम छ आमामा, गर्मी त्यस्तै है। चितवन गडौलीको गर्मी हजुरहरूलाई थाहा छँदैछ, चितवनमा कति धेरै गर्मी हुन्छ भनेर। तर के गर्नु, काम त गर्नै पर्यो नि। के छ साथीहरू, अल्छी लाग्यो क्या हो घामले। के हो बोल्दैन त कोही पनि। यत्रो खेतभरि मान्छे हुनुहुन्छ आमामा, यसो गीत सित गाउनु। जेठानी दिदी गीत सित गाउनु, यसो रमाइ गर्नु आमामा। यस्तो घामको बेला छ, घाममा त अनि बोलिरह्यो भने थाहा हुँदैन, काम गरेको जस्तो हुँदैन नि त। लास्टै घाम छ साथी। ल साथीहरू, हाम्रो यहाँ अर्को अल्छिनी दिदीको इन्ट्री भएको छ है अब। ल हेर्नु त साथीहरू, भर्खर आउनु भएको। यत्रो धेरै काम गरिसक्यो नि हामीले, भर्खरै यस्तो अल्छिनी हुनुहुन्छ हाम्रो दिदी। अहिले आएर भनेको भर्खरै। ल हेर्नु त साथीहरू, यस्तो भन्नुहुन्छ। ल साथीहरू, अहिले चाहिँ अलि शीतल लागिरहेछ। अनि बसेर हल्का थकाइ मारेर पानी सानी खानु पर्यो। गर्मीले आमामा कति 2-3वटा घाम लागेको छ क्या हो। थ्याङ्क यू बुढो। अनि यहाँ दिदीहरू हेर्नु न, यहाँ आफ्नै पारामा छन्, काम गरे छैनन्, गफ गरेर बसिरहेछन् है साथीहरू। ओहो, ल साथीहरू, हाम्रो ठुल दिदी पनि आउँदै हुनुहुन्छ आमामा। यस्तो अल्छिनी दिदीहरू हुनुहुन्छ कि परबाट आइरहनु भएको छ। अल्छिनी दिदी भर्खर आउनु भएको छ है साथीहरू, हामीले यत्रो धेरै काम गरेर। हेलो दिदी, कस्तो भनेको हो र यहाँ आमामा। हो र दिदी, ए आउनु न आउनु। हेलो, अब हाम्रो दिदीले हेलो पनि नभन्नु भएको। ल हेर्नु साथीहरू, ल साथीहरू काम गर्दै होइन, यसो रमाइलो गर्दै हल्का फुल्का। ल हेर्नु यहाँ साथीहरू,
कस्तो डेन्जर काम गरिरहनु भएको छ दिदीहरूले। कति चाहिन्छ है यहाँ सम्पर्क गर्नु होला। अरू लम्बा लम्बा पात क्या हेरे भन्नु न। यस्तो यस्तो घाम छ है, घर धनी भएर चिसो चिसो ल्याउनु छैन। यहाँ पानी मात्रै ओसारिरहनु भएको छ भने मेरो बुढाले फेरि यो जेठानी दिदी काम छैन भने साथीहरू ल त भनिदिनु तपाईँहरूले पनि। मेरो सानो राजकुमारी आइसक्नु भयो खेतमा बुबु खानको लागि। अघि चाहिँ घरमै छोडेर आएको थियो नि त। अनि यो मेरो सानो कुकुली आइसकेछ। यहाँ सबैजना काम गरिरहनु भएको छ। अनि बुवा र मम्मीले चाहिँ नानी लिएर आउनु भएछ भर्खरै यहाँनिर। आमामा आमामा हेलो को हेलो गरिदिनु भा? हेलो कहाँ आउनु भएको? ओहो खेतमा आउनु भएको? चुप्प गरिदिनुहोस्। नमस्ते गरिदिनु। नमस्ते। ओहो मरुवाको भन न। जुन भएको हो? मम्मा खोज्नु भएको हो सानो? आमामा एउटा नानी खान्छ नि भात र मेरो चाहिँ नानी नमानेर म चाहिँ घर जानु लाग्यो। यहाँ सबैजनाले काम गर्दै हुनुहुन्छ। ल सबैजना राम्रोसँग काम गर्नु है। ल बाई बाई, म चाहिँ गएको। ल काम गर्दै गर्नु है। ल साथीहरू के गर्नु, नानी सानो छ, काम त गर्नुहुन्थ्यो। नानी नमानेको भएर अनि म चाहिँ अब घर हिँडेको साथीहरू। यत्रो घर यति धेरै छ यहाँ, काम त कति छ। अनि मलाई लिन चाहिँ त्यहाँ अटो पनि आइसक्नु भयो। अनि अब अटोमा जाने हो म चाहिँ। ल है साथीहरू, अलिकति घाँस पनि लिएर जानुपर्ने हुन्छ साथीहरू। बाख्रा छ घरमा चाहिँ। ल बुढोले चाहिँ घाँस यहाँ बोक्दै हुनुहुन्छ। अनि साथीहरू अहिले चाहिँ शीतल लागिरहेको थियो, काम गर्न चाहिँ सजिलो भइरहेको थियो। तर के गर्नु, नानी नमानेर जानु पर्यो। अनि हामीलाई मेरो प्लेन आइसक्यो मलाई लिनलाई यहाँ। अनि जानुपर्ने हुन्छ। ल साथीहरू यस्तै काम गर्दै हुनुहुन्छ। मेरो श्रीमानजीले घाँस चाहिँ लोड गरिदिँदै हुनुहुन्छ घर लानको लागि। कस्तो राम्रो देख्दो रहेछ हौ काम गर्दा त। आमामामा के छ बुढा? सबै ठिक छ बुढी। तिमीलाई घाँस हाल्दिँदैछु। तिमीलाई घाँस म बाख्रा हो र मलाई घाँस हाल्नलाई घर लिएर जानको लागि भन्नु न। हे तेरिका बुढा पनि ओहो बस्ने अप्ठ्यारो हुन्छ क्या। यस्तो हो साथीहरू, हामी चाहिँ होइन खेत पनि कि टाढा छ, अटोमै जाने आउने गर्नुपर्छ। अनि यत्रो हाम्रो गाउँ चाहिँ यति धेरै टाढा छ नि। त्यहाँ देखिरहेको छ नि अलिअलि साथीहरू, एकदम पर छ, हल्का त्यो देखिरहेको चाहिँ गाउँ हो क्या हाम्रो। त्यही भएर यस्तो अटोमा हिँड्नु पर्ने हुन्छ। उफ ल साथीहरू म चाहिँ घरतिर लागेको है। हिँडियो खेतबाट सरर लागेर क्या शीतल भइरहेको रहेछ। घाँस पनि छ यहाँनिर। यतातिर चाहिँ हाम्रो चाहिँ अब मजाले धान रोप्ने कार्यक्रम सुरु हुँदैछ। मेरो छोरी पनि आइसक्नु भएको छ। छानो कहाँ गरिरहनु भएको? खोइ त मम्माले चुप्प गर्नु भएको अनि खोइ अम्मा कति धेरै माया बोल्नु भएको। के खानु भएको? यस्तो पापा खानुहुन्न नि त। कसले किनिदिनु भएको? कसले छानु? यो पापा कसले किनिदिनु भएको? माले किनिदिनु भएको? अनि यस्तो पापा खान्छ त?
अनि हजुर कहाँ गएर आउनु भएको खेतमा बुवा कहाँ जानुभयो बुवा 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 कहाँ जानुभयो त अनि ल साथीहरू हामी चाहिँ जाममा परेको छौँ अहिले चाहिँ होइन सबैजना हुनुहुँदैछ यहाँ बाटोमा अलिक जाममा पऱ्यो हामी चाहिँ अनि छोरीसँग मिठो गफ हुँदैछ बिस्तारै चाहिँ गइन्छ घरसम्म हजुर सानो खोइ हजुर भन्नुभएको मोमो नखाने हजुर खानुहोस् इचो खानु हुँदैन नि त अनि इचो पापा खानुहुन्छ खानु हुँदैन नि त यस्तो हजुर ज्ञानी मान्छे होइन होइन आफू के हो र ज्ञानी होइन भन्छ नि त मेरो छोरीले त यस्तो ज्ञानी हुनुहुन्छ हजुर ज्ञानी होइन अरे खेतमा काम गर्न आउनु भएको हो मकै लिन आउनु भएको हो तपाईँ मकै अमै मकै लिएर आउनु भएको मम्माले हो हामी चाहिँ घरतिर गरिरहेछौँ छोरीसँग गफ गरिरहेछौँ म चाहिँ आमा छोरी मस्त कतिले धान पनि रोपिसक्यो हाम्रोतिर चाहिँ चैते धान हो यो चाहिँ होइन अलिअलि अनि हाम्रो चाहिँ 2 गते छ रोपाइ त्यतिखेर पनि आउँछु नि म हजुरहरूसँग देखाउनलाई आइजानु अन्त कस्तो रमाइलो भइरहेछ आमा छोरी मस्त लाएर बुङ हिँडिरहेछौँ हामी चाहिँ अलिकति हावाहुरी आउने जस्तो भइरहेछ अहिले चाहिँ मौसम अलिक खराब देखिरहेछ हेर्नु साथीहरू हँतेर भइरहेछ त्यही भएर हामी चाहिँ लागेको है ल घर पनि अलिक टाढै छ क्या हाम्रो चाहिँ आइजानु सानो के हजुर भन्नुभएको मम्मा हजुर कहाँ आउनु गरिदिनु त बाबा खोइ बाबा खोइ हजुरको बाबा अनि दादा कहाँ जानुभयो अनि चाचु खोइ चाचु कहाँ जानुभयो चाचु उता सबैजना उता ल साथीहरू हामी चाहिँ अब घर आइपुग्न लाग्यो बोल्दिनँ त मेरो सानो मान्छे त बोल्दैन त के भयो खै त के भयो मेरो सानो मान्छे त बोल्नु हुँदैन त ल साथीहरू हामी चाहिँ घर पनि आइपुग्न लागिसक्यौँ होइन त्यति धेरै कामै काम छ क्या मकै काट्नेले मकै काट्ने बिउ खाल्ने धान रोप्ने एकदम धम्माधम काम सुरु भइरहेछ हाम्रोतिर सबजना व्यस्त हुनुहुन्छ गाउँतिर पनि सुन्नै देखिरहेको छ क्या अहिले चाहिँ मान्छे हुनुहुन्न सबजना खेतमा हुनुहुन्छ कि रमाइलो हुन्छ हाम्रोतिर चाहिँ गाउँतिर भन्दा पनि खेततिर रमाइलो हुन्छ सबैजना खेतमा हुनुहुन्छ नि त त्यही भएर घरतिर भन्दा पनि गाउँतिर भन्दा नि खेततिर नै रमाइलो छ ल साथीहरू घर पनि आइयो ल हामी चाहिँ घर पनि ट्याक्क आइपुगिसक्यौँ अब यताउता गर्नुपर्ने हुन्छ ल बाई है त एकछिनको लागि अनि म चाहिँ घर आएर हातमुख धोएर होइन कपडा सपडा चेन्ज गरेर अनि छोरी चाहिँ यहाँ पल्टिरहेको छिन् हेलो सानो हाई गरिदिनुहोस् बेबी
खोइ हाई गरिदिनु भएको हाई चुप्पा गरिदिनुहोस् चुप्पा गरिदिनुहोस् त्यस्तो मुखमा नहाल्नुहोस् घामले होला जस्तो रातो रातो नि भइसक्यो उहाँहरू चाहिँ सबैजना काम गर्दै हुनुहुन्छ काम चाहिँ सिद्धिएको छैन यहाँनिर मेरो घाउ भएर चाहिँ यस्तो दाग बसिरहेको अनि यहाँ घाउ भयो साथीहरू है यहाँ कानमा घाउ भयो यस्तो भयो गर्मीले मलाई एलर्जी भएर यस्तो भइरहेको थियो अनि हेलो सानो मान्छे चाहिँ हजुर पनि आउने हो मलाई चाहिँ भ्लग बनाउन नआए पनि यसो सानो कोसिस गरेको है हजुरहरूले चाहिँ मन पराइदिनु होला अनि गर्न त आउँदैन भए पनि यसो अलिकति सानो सानो काम गरेको थियो रमाइलो पलहरू हल्का खिचेको मात्र हो साथीहरू ल सबैजना उता काम गरिरहनु भएको छ मेरो चाहिँ नानी नमानेर चाहिँ अनि म चाहिँ आइहालेँ मम्मीहरू अनि बुढो दिदीहरू ठुलो मम्मीहरू सबजना काम गरिरहनु भएको छ अब एकैचोटि उहाँहरू चाहिँ बेलुका आउनुहुन्छ होला ल साथीहरू अब हामी चाहिँ आमा छोरी अब एकछिन मजाले सुत्छौँ होला है ल साथीहरू यो छोरी कति बदमास छिन् भने सुत्नु भनेको सुत्नुहुन्न अरे हो निद्रा लागेको छैन खोइ मम्मा भनिदिनुहोस् त एकचोटि हजुर यता आउनुहोस् न यता अनि चुप्पा गरिदिनुहोस् न त मम्मालाई हजुरले अनि मम्माले चुप्पा गर्ने कि नगर्ने गर्ने ल फेरि मम्मालाई अबुई कति राम्रो मान्छे होला यो मान्छे त हेलो मेरो सानी र ठुली यहाँ बसिरहेको छ फाइनली खेतबाट मकै चाहिँ घर आइपुगिसकेको छ भर्खरै हाई गरिदिनुहोस् कस्तो ज्ञानी यहाँ बसेर हेरिरहेको छ मेरो सानो मान्छेले अनि सबैजना मिलेर चाहिँ यहाँ मकै ल्याइसक्नु भएको छ है साथीहरू घरमा आइपुगिसकेको छ एक ट्र्याक्टर मकै आइसक्यो है साथीहरू हाम्रो घरमा चाहिँ ल कसलाई चाहिन्छ सम्पर्क गरिहाल्नु है गडौलीमा हेलो गरिदिनु अन्त मकै आयो मकै मकै आयो मकै 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 भनिदिनु अन्त मकै के गर्ने पकपक गर्ने हो अब बाजालाई पुर्ने भयो कि मकैले अब त झरिहाल्छ नि बाजे पुरिने भयो अब मकै 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 भन्दै खान्छ खान्छ मकै 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 आयो कति धेरै मकै आयो मकै भन्दै खान्छ कति धेरै मकै मकै सकै ल्यायो अब घरमा नुहाइ धुवाइ गरेर फ्रेस भएर होइन अब खानासाना बनाउनु पर्ने हुन्छ अनि चट्टो लगाएर खानासाना खाएर आनन्दसँग सुत्नुपर्ने हुन्छ साथीहरू है ल यस्तै हो साथीहरू जानी नजानी अलिअलि छोटो मिठो भिडियो गर्ने प्रयास गरेको छु माया गरिदिनु होला मलाई मेरो भिडियोलाई यति भन्दै अनि के अरे राम्रोसँग बस्नु होला जहाँ हुनुहुन्छ सुस्त रहनु होला खुसी रहनु होला है साथीहरू बाई बाई।